नमस्कार दर्शक महानुभावहरू, स्वागत छ तपाईहरुलाई हाम्रो आफ्नो ममता कुकिङ युट्युब च्यानलमा। आज म तपाईहरुको लागि एकदमै स्वादिलो, क्रिस्पी र हेल्दी मुङको पुरी रेसिपी लिएर आएकी छु। यो रेसिपी हेर्नुभयो भने पक्का वाह भन्नुहुनेछ। यहाँ मैले मुङलाई राम्ररी धोएर रातभरि भिजाएर राखेकी छु। अब यो राम्रोसँग फुलेको छ। अब यसलाई मिक्सीमा पिसेर पेस्ट बनाएको छु। मुङलाई धेरै पातलो होइन, यस्तो मिडियम पेस्ट बनाउनु पर्छ, त्यसले पुरी एकदमै टेस्टी बन्छ। अब यो बट्टामा मैले गहुँको पिठो लिएको छु र यहाँ चाहिँ ज्वानो हालेको छु। ज्वानो हालेर पुरी बनाउनुहुन्छ भने एकदमै मिठो हुन्छ। र यहाँ चाहिँ मैले मुङको पेस्टमा बिरे नुन, हर्दी हालेर मिक्स गरेको छु। यसमा पानी हाल्दिन। थोरै पेस्ट बनाउँदाखेरि यो पानी हालेको थियो, त्यही पानी छ। र यसमा चाहिँ मैले प्याज, हरियो प्याजको पत्ता र धनियालाई काटेर टुक्रा सानो पारेर लिएको छु। यस्तो हालेर यो सबै मिक्स गर्दैछु। यसलाई डो बनाउँदै जानुपर्ने हुन्छ। यसरी यहाँहरू पनि बनाउनुहुन्छ भने एकदमै मिठो र स्वादिलो पुरी बन्छ। र हेर्नु त एकदमै कलर पनि आइसकेको छ डोमा, कति राम्रो। यदि तपाईलाई मेरो यो रेसिपी मन पर्यो भने भिडियो लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोस् र यस्तै मिठा रेसिपी हेर्न हाम्रो ममता कुकिङ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। भिडियो सेयर पनि गरिदिनुहोस् है। अब यो लोईलाई चाहिँ मैले बनाए र अब यहाँ हल्का सुक्खा पिठो लगाइरहेको छु। यसले गर्दा यो रोटी बेल्नलाई पुरीको लागि सजिलो हुन्छ, फटाफट छिटो बेलिन्छ र कस्तो कलर पनि देखिएको छ हेर्नु त। अब यसलाई न पातलो न बाक्लो, मोटो ठिक्कको मिडियममा मैले बेलेर तयार पारिसके। देखाउँदैछु यतिको हुनुपर्छ हाम्रो यो पुरीको लागि। दुईपट्टिबाट मैले देखाए। गोलो गोलो काट्दैछु, कति राम्रो देख्दैछ है, हेर्नु त यहाँ। अब गिलासले हल्का हल्का, यसलाई धेरै थिच्नु पनि हुँदैन, हल्का हल्का दबाएर थिचेर काटिदिए। अब चाहिँ कति राम्रो तयार भएको छ यो चाहिँ। सबै पुरीलाई यसै गरी मैले बेलेर काटेर तयार पारिसके। अब तातो तेलमा हालेर गोल्डन ब्राउन हुने गरी तार्छु। हेर्नुहोस् कति फुलेका, कति क्रिस्पी मुङका पुरी बनेर बाहिरी क्रिन्ची भित्र नरम। अब हाम्रो स्वादिलो मुङका पुरी तयार भइसकेको छ। चिया, अचार वा तरकारीसँग खाँदा झन मजा आउँछ। अर्को मिठो र सजिलो रेसिपीसँग फेरि भेटौँला। हजुरहरू अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएको भ्युवर्सहरूमा दिलैदेखि मुडी धन्यवाद। हामीहरूले त बनाएर खाए, अब हजुरहरूको पालो है।